मनलाई शुद्ध गर्नु पर्ने चाहिँ ठुलो आवश्यकता छ अहिलेको हाम्रो यो देशमा। किनभने मन शुद्ध भएन भने मनमा चाहिँ अनेकौं किसिमका लोभ, लालचा, घमण्ड, अब धेरै चिजहरू बढ्छ। अनि त्यो बढ्यो भनेदेखि भ्रष्टाचार चाहिँ मौलाउने एउटा राम्रो चाहिँ माध्यम बन्छ। जति पनि भ्रष्टाचारीहरू छन् भन्छौँ हामी, उनीहरूको मन भ्रष्ट छ, शुद्ध छैन, अनि उनीहरूमा घमण्डी छ, लोभ लालचा छ। त्यसैले यस्तो किसिमको लोभ लालचा, घमण्डीपना, भ्रष्टाचारीहरू जुन छ यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो। त्यस्तो औषधि बनेको पनि छैन, हैन, बन्दा पनि बन्ने छैन।